यो कथा एका देशको होइन, एका गाउँको हो। त्यो गाउँको जहाँ स्टुडेन्टलाई दसैँ तिहारमा खेल्न कुद्नुभन्दा धेरै होमवर्क गर्न पठाइन्छ। आज हेरौँ आजको यो कथामा के रहेछ। हेरेर सबै साथ दिनुहोला, के कस्तो लाग्यो कमेन्ट हानिदिनु होला। यो कथा रमाइलोको लागि मात्रै हो, काल्पनिक हुन नि सक्छ नहुन नि सक्छ। त्यसैले यो भिडियो हेरेर यो कथा सुनेर कसैले नि हामीलाई दोष नदिनु होला र रमाइलोको लागि मात्रै हेरिदिनु होला। धन्यवाद। अब सुरु गरौँ आजको यो कथा के कस्तो रहेछ। भोलिदेखि त दसैँको बिदा 1 महिना। म त मजाले खेल्ने हो, नाच्ने हो, घुम्न जाने हो। त के जस्तो घुमेस त अब त मामा घर जाने हो। 10 चोटि टिका लाउँछु, 10 चोटि 10 मामालाई 10 चोटि टिका लाउँछु। 1 2 3 10 20 40 10,000 रुपियाँ कमाउने हो। 10,000 रुपियाँ 10 दिन टिका लगाएर 10,000 रुपियाँ कमाउने हो। मस्तले आउँछ त। साथीहरूसँग त म त कहाँ त घरमै खेलेस्। ओए तिम्रो के कुरा भएर होइन सर, दसैँमा के गर्ने भने हल्का प्लान गरेर क्या प्लान। अनि हजुर के छ सर प्लान? मैले चाहिँ गरेँ तँ चाहिँ जे गर्नु दसैँमा, तर होमवर्क गर्नु चाहिँ नभुल्नु। होमवर्क गर्नु भुल्यो भने स्कुल आउनु नि नआउनु। स्कुल होमवर्क नगरेर आयो भने तिमीहरूका त हड्डी रख। आउने त स्कुल त आउनु त तिमीलाई के भनेको सर? दसैँमा नि होमवर्क दिनमा अनि होमवर्क गर्ने कि हामी दसैँमा आउने यस्तो भने दसैँमा नि फेरि हेर्नु अब यस्तै गर्नु छ नि सर नि। अरू दिन त दसैँमा नि अब होमवर्क गर्ने हामीहरू नकारा धेरै होमवर्क गर्छु भने त्यो त पहिला चाहिँ गर्ने हो। धेरै पनि देखाइनँ मैले, थोरै दिएको छु। मजाले गर्ने, 1 दिनमा सकिन्छ। 1 दिनमा सकिन्छ? त्यसै त म युँ गर्छु, युँ एकैछिनमा। तेरो पनि मैले गरिदिन्छु, चिन्ता नगर। 1 दिनमा सकिन्छ अरे। 1 दिनमा त म गरिदिन्छु मजाले। सर 1 दिनको त मजाले गरिदिन्छु। सर स्टुडेन्टको दसैँ र तिहारको होमवर्क आयो, दिनु। ल स्टुडेन्ट, अब तिमीहरूको होमवर्क आयो होइन, धेरै पनि छैन, थोरै छ। गरेर आउने, जसले गरेर आउँदैन त्यो लिएर भन्दैछु स्कुल नआउनु। यति नै होमवर्क गर्नु सक्ने स्कुल आउनुपर्छ। ल पाएँ त ल। सर मलाई यो के कहाँ किताब दिनु क्या सर? कसको यो? त्यो कसको किताब आएछ लिनु, मलाई चाहिने यो कसको किताब हो? के किताब आयो नि त्यो? त्यही हो तेरो 10 तिहारको होमवर्क, मजाले गर्ने त्यही। नि हल्ले थोरै भन्नु भएन, यत्रो यो कसरी गर्नु सर मैले? अनि दसैँ तिहार मैले नबनाउने त्यो एकै दिनमा सकिन्छ भन्नु भएन। त म एक वर्ष लगाए नै सक्दिनँ भने यस्तै गर्छु भने म त गरिदिन्छु सर। गरा धेरै त्यो धेरै छैन हेर, त्यो गरिस् भने 1 दिनमा सकिन्छ। यो होमवर्क नगरेर स्कुल आइस् भने म त यार स्कुलबाट निकाल्दिनँ। मेरोमा त लास्टै धेरै छ यार, तेरोमा कस्तो खोइ देखा। मेरोमा पनि त्यति हो यार, बुढोले यसरी दसैँ तिहार मनाउनु नदिनु भयो यार। ल आज अब छुट्टी भयो होइन, अब दसैँ तिहार हामीसँग मनाउनु, अब अरू के भन्नु होइन। दसैँ तिहार हामीसँग मनाउनु, खेल्नु, नाच्नु होइन। अनि पछि त्यो एउटै ठाउँमा 10 चोटि भरि नखेल्नु होइन, मजाले मनाउनु। होमवर्क पनि धेरै दिए ल स्टुडेन्ट सबै राम्रोसँग मनाउनु। अब धेरै दिए पनि छैन होइन होमवर्क, अब राम्रोसँग मजाले मनाउनु। आमा बुवासँग बसी मिलिजुलिकन होइन। सो आजको लागि यति नै। अब दसैँपछि भेटौँला है। अब सबै विद्यार्थीहरूलाई अब मिस त गर्नै छु होइन, यत्र गर्नेछु। ल आशा छ सबैको दसैँ अब राम्रै जानेछ होइन। मेरो त राम्रै जान्छ। आफूलाई त मैले होमवर्क पनि देखाइन, मस्तै बस्ने त तिमीलाई पनि धेरै देखाइन, मस्तले बस्नु अब गर्नु होमवर्क। छोड त मैले हानिदिनु पाएँ यार। यत्रो धेरै होमवर्क दिएछु फेरि मस्तले बनाउनु दसैँ तिहार केही छैन होमवर्क धेरै। आफू बुढो आफूले के गर्नु पर्दैन भनेर हामीले त्यति दिएछौँ अन्त मनाउने राम्रोसँग चाड चाहिँ आउँछ, त्यसमै आउँछ आउँछ। मेरो होमवर्क पनि तैँले आदि गरिदिनु पर्ने भन्दैछु, नत्र म मारिदिने हो। नचाट्ने यारमा आफूले त कसले गरिदिएला यार, यति धेरै दिएछ नि यार। ल अब जे भने अब दसैँपछि भेटौँ। बाई अब दसैँपछि भेटौँला यार। अब यति धेरै होमवर्क गर्नुपर्छ। बाई केटा बाई रोखाइ केटा बाई मेरो यार। अब बुढोले यति धेरै दिएछ, अब होमवर्क गराउँछ। बाई चुलामा टाइम छैन उता उता त मैले लेखिदिएर म फेरि हेरेर अहिले फेरि कुट्लो फेरि मैले सरले त्यति लेखिदिएन होमवर्क लेखेको छिटो लिन्छ होमवर्क लिन्छ
के हेरेको सक्यो भिडियो यति हो सो राम्रो लाग्यो भने कमेन्ट हान्नु होला होइन के कस्तो छ राम्रो छैन भने कमेन्ट हान्नु होला सुधार गर्नुपर्छ होइन आजको लागि यति नै अब सानो थियो छोटो थियो होइन केही छैन अब मिठो थियो किन त्यो त अब हल्लै थाहा होला होइन सो अब यस्तै होइन सानो थियो अर्को नि अब भिडियो बनाउँदै राख्नेछु होइन अब माया गर्दै राख्नु होला भिडियो त आउँदै राख्छ नि त अब साथ दिनु होला होइन च्यानलमा नयाँ भने च्यानललाई सब्सक्राइब गर्नु होला भिडियोलाई लाइक गर्नु होला सेयर गर्नु होला भेटौँला अब अहिले अब अर्को भिडियोमा अर्को जहिले हाल्छ त्यही अब हेरौँला सो च्यानललाई यस्तै सपोर्ट गर्दै राख्नु होला सो उतासम्मको लागि अब बाई